कुल देउता भनेका वंशका राजा हुन्। कुलै हुन् हर्ने, कुलै हुन् भर्ने, कुलै हुन् वंशका राजा। जसले कुलको सेवा गर्छ, जसले कुलको बारेमा नयाँ नयाँ कुरा सोध्छ, उसको उन्नति प्रगति हुन्छ। जसले कुलको बारेमा म केही गर्छु, कुलप्रति मनलाई समर्पित गर्छु, हैन। म त हिजो जस्तो थिएँ, आज पनि उस्तै छु। जिन्दगीले कहिले फेरिने मौका दिएन। साथीभाइ फेरिए, आफन्त फेरिए, तर म कहिल्यै फेरिन सकिनँ। दुःख सुख जीवनको साथी हो, बाँच्ने जीवन थाहा छैन कति हो। दुःख सुख जीवनको साथी हो, काम जस्तो सुकै होस् के साथी, मेहनत गर्न चाहिँ कहिल्यै छोड्नु हुँदैन। यो दुनियाँ र यो समाजले जुन तिम्रो अगाडि पारा देखाइरहेछ नि, एक दिन त्यो समाजलाई आकाशको तारा देखाउनु पर्छ। नमस्कार सबैजनालाई। यो चाहिँ 2082 साल माघ महिनाको 3 गते ल्याएर राखेको पाइप हो। यो चाहिँ 1 इन्चीको पाइप ल्याइयो। यहाँ चाहिँ के हो भने यो 3-4 घरलाई अब 1 इन्चीको पानी दिनु सकिँदैन। हामीले चाहिँ त्यत्रो पानी पुर्याउन सक्दैन, हामी कहाँ त्यस्तो दिन्छौँ भन्ने खालको कुरा भएर त्यसै चाहिँ बसिरहेको छ। यहाँको स्थानीय तहले चाहिँ अब यत्रो 1 इन्चीको पाइप हामी पानी दिनु सक्दैनौँ, हाफ इन्ची ल्याबा हुन्थ्यो भनेर यस्तो खालको कुरा भएर यो यसै बसिरहेको छ। यहाँको समितिको मान्छेले यो कुरा राखेको भएर यो त्यसै बसिरहेको छ। र हामीले पानी खानु चाहिँ एकदम अभाव भएको खण्डमा यो पाइप त्यसै बस्नु र यहाँको उपभोक्ता समितिको अध्यक्षहरूले, सचिवहरूले चाहिँ त्यसो गर्नु र यहाँ पाइप अलपत्र भएर बस्नु, हामी पानी खान आइकन बस्नु। यो के एउटा विडम्बना लाग्ने, एउटा चित्त दुख्ने, एउटा मानवताको हिसाबमा एउटा कुरो नबुझ्ने। आखिर ठुलो जत्रो सुकै पाइप भए पनि पानी त युज अनुसारको पो हुने हो त। अब यो चाहिँ यस्तो खालको कुरो भएर त्यसै बसिरहेको छ। अब हेरौँ अब यहाँको स्थानीय तहको सरकारहरूले के गर्छन्। यहाँको उपभोक्ता समिति खानेपानी, बाटुले खानेपानीको समितिले के कुरो राख्छ, त्यो कुरो अनुसारको जानुपर्ने हुन्छ। यहाँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर 3 सुन्ताखान बाटुले खानेपानीको समितिले यो कुरा राखेको हुनाले यो पाइप 600 मिटर राखेको छ। 600 मिटर पाइप लाग्ने भयो भने त्यो 600 मिटर पाइप राखेको, गाडी भाडा लोड आफैले गरेर राखेको। यो 5055 चाहिँ गाडी भाडा परेको छ बालुजोबाट यहाँ सुन्ताखान तारेपुर ल्याउनलाई। यस्तो भएर बसिरहेको छ यो पाइप।